हेलो गाइज, वेलकम टू माई ब्याक क्यामेरा। म तपाईहरुलाई बिहानदेखि साँझसम्म के काम गर्छु, कहाँ कहाँ जान्छु, सबै तपाईहरुलाई यही भिडियो मार्फत जानकारी गराउन चाहे। हामी चाहिँ यो आज पानी परेकोले गर्दा हामी देवीपुर गाउँमा यहाँ आफ्नो क्लाइन्टको घरमा आएर बसेको छौं। अब एकछिनमा हामी जगदीशपुर पुलमा जान्छौं, त्यसपछि त्यहाँको पनि दृश्य देखाउने प्रयास गर्छौं। हेर्नुस्, यस्तो राम्रो छ यहाँको मौसम। ओ माई गॉड, हामी यहाँ आए अनि फोटो दुई चारवटा खिचे अनि त्यसपछि हामी यहाँदेखि सिधै निब्यावा गाउँमा गए। निब्यावा गाउँमा पनि पानी परेकोले गर्दा यहाँको बाटोको अवस्था एकदम बिग्रिसकेको छ। हेर्नुस्, एकदम पानी जमेछ ठाउँ ठाउँमा। यो बाटो पनि पुरै ठाउँ ठाउँमा खाल्टो भएको छ। त्यही भएर हाम्रो वाडा नम्बर 7 को वाडा अध्यक्षज्यू, मेरो यदि भिडियो हेर्दै हुनुहुन्छ भने यो चाहिँ व्यवस्था मिलाइदिनको लागि हार्दिक अनुरोध गर्न चाहे। अनि त्यसपछि हामी सिधै अब वाडा कार्यालय देखाउने प्रयास गर्छौं। ल नगरिकन अब हामी एकैछिनमा चाहिँ यो चाहिँ अहिले निब्यावा गाउँमा छौं। यो निब्यावा गाउँको बाटो हो। अनि अब हामी चाहिँ आइसके वाडा कार्यालय निब्यावा चोक। यो चाहिँ वाडा नम्बर 7 को वाडा कार्यालय। अब ठ्याक्कै त्यसको अगाडि निब्यावा चोक। अब निब्यावा चोकको हालत देखाउँछौं। यहाँ हाम्रो गाउँको टोली पनि यहाँ आएको छन्, 2-4 जना टोली। ल अब हामी सिधै जोबारी। हेर्नुस्, यो हो विजय सिमेन्ट। अनि त्यसपछि यो ब्याउवा गाउँको, अनि यो चाहिँ जोबारी। त्यसपछि हामी सिधै रुद्रपुर चोक निस्के। ल यो है पिपरी गाउँ। ल यो पिपरी गाउँ हो। त्यसपछि थोरै अगाडि हामी पढेको स्कुल, यता पिपरी श्री त्रिभुवन आदर्श उच्च माध्यमिक विद्यालय पिपरी। यता चाहिँ साजन पेट्रोल पम्प रहेको छ। त्योभन्दा अगाडि थोरै पुलिस चौकी, वाडा नम्बर 6 को वाडा कार्यालय, अनि वीरपुर स्वास्थ्य चौकी। अनि यो चाहिँ हो गणपति पेट्रोल पम्प। यता चाहिँ भूगर्भ सिमेन्ट, अनि यताको चाहिँ गणपति सिमेन्ट फ्याक्ट्री। ल अब हामी थोरै अगाडि जान्छौं वीरपुरको चाहिँ यो विजय स्टिल फ्याक्ट्री हो। अब सिधै यहाँदेखि हामी चनौटा जान्छौं। चनौटाको आज बुधबार बजार हो। बुधबार बजारको हालत कस्तो हुन्छ सबै देखाउँछौं है। ल यहाँ चाहिँ बाहिर पनि केही सामानहरू बिग्दो रहेछ। अब सिधै जान्छौं, बाइक पार्किङ लगाउँछौं। यो चाहिँ बाइक पार्किङ हो, हाम्रो नगरपालिकाले मिलाइदिएको। यता चाहिँ बाइक पार्किङ एरिया, उता पारी चाहिँ आटोहरू चाहिँ पार्किङ गर्ने एरिया। सिधै बजारमा जान्छौं। बजारमा के सामानहरू छ सबै हामी चाहिँ देखाउने प्रयास गर्छौं। ल यो बुर्की, अनि यता चाहिँ हतियारहरू, यता चाहिँ कपडा, यता सुर्तीजन पदार्थहरू, यता चाहिँ चस्मा, ब्याडमिन्टनहरू के यता चाहिँ कपडा पसलहरू धेरै छन् भित्र। अनि यहाँ चाहिँ मिठाईहरू, नमकिनहरू। ल यदि आउनु भए छैन भने एकचोटि यहाँ आएर बजार चाहिँ घुम्नु होला। यहाँ एकदम सस्तो सामान, बुधबारको दिन बजार लाग्छ। यो चाहिँ सुकेको माछा, यो चाहिँ माछा काट्ने अनि मासु काट्ने एरिया, पकाएर खाने पनि एरिया। यता चाहिँ सब्जी। ओ माई गॉड, यता सब्जी आज चाहिँ टमाटर एकदम सस्तो छ, 50 रुपैयाँमा 2.5 किलो। सबभन्दा सस्तो त्यही छ आजको। गोबी चाहिँ 100 रुपैयाँमा 2 किलो। अनि ल अब हामी चाहिँ बिस्तारै जान्छौं। सबै यता बीचमा के छ देखाउने प्रयास गर्छौं। तपाईहरु मेरो भिडियो स्किप नगरिकन हेर्दै राख्नुस्। ल अब हामी भित्र जान्छौं अनि अरु के छ सबै देखाउँछौं। आज टमाटरको मूल्य चाहिँ एकदम सस्तो छ। त्यसपछि ओ माई गॉड, अब एकैछिनमा हामी चाउमिन खाना जान्छौं। भोक लाग्यो। चाउमिनको पसल पनीहरू उता साइडमा एक ठाउँतिर रहेको छ, त्यहाँ पनि एकदम बवाल तरिकाले मिलाएको छन्। यो चाहिँ शिवराज नगरपालिका मार्फत यो बजार चल्ने रहेको छ। यहाँ एकदम मिलाइदिएको छन्। हरेक सामान चाहिँ
कता कता राख्ने हो कता कता उ गर्ने हो म्यानेज गरेर एकदम मिलाइदिएको छन्। ल तपाईहरु यदि आउनु भएको छैन भने एकचोटी चाहिँ आउनु होला यो घुम्नको लागि। बजार लाग्ने दिन चाहिँ बुधबार। टिकटक भनिरा चाउमिन खान आइयो हामी।